भर्खर आएको चाहिँ कम 1 महिना जति भएको थियो होइन। अनि त्यसपछि मैले दबाई पनि खाएँ अनि आई ड्रप पनि हालेँ। त्यसले अलिकति कम मात्रै भएको थियो तर पुरै सन्चो निको चाहिँ भएन। अनि अहिले चाहिँ आँखाको स्पेसल हस्पिटलमा आएको। सायद मलाई चस्मा लाउनु जति झाकाम चाहिँ केही लाग्दैन कि मैले आजभन्दा 2 वर्ष पहिले पनि चस्मा लगाएको थिएँ। अनि काम गर्दाखेरि त स्वाइटिङ हुन्छ नि त अनि मेरो अरूको जस्तो नाक छैन अनि तल खसेको गर्थ्यो। अनि त्यही भएर मैले अलिअलि मुड स्विङ पनि थियो चस्मा सबै भाँचेर फालिदिएको थियो क्या। अनि 1.5 वर्ष भएको थियो अनि फेरि आँखा फरफर गरेर चेक गर्न आएको। चस्मा चाहिँ लाउनु नपरोस् होइन। अब पहिला पैसा पेमेन्ट गर्नुपर्ने रहेछ अनि पहिला चेक गर्ने सिस्टम पनि कस्तो तरिकाको पहिला चेक गर्ने अनि कति खर्च लाग्छ के कस्तो लाग्छ भनेर त अनि पछि पेमेन्ट हुने। यहाँ पहिला पेमेन्ट अनि पछि चेक नगद। यता नि हुन्छ होला CBQ मेरो भाइ हो पैसा तिर्नुको लागि क्यास पेमेन्ट गर्नु रहेछ।